फेसबुक लाइभमा कार्डियोभ्याकुलर स्वास्थ्य सचेतनाका सबैभन्दा बढी दर्शक भन्ने शीर्षकमा गिनिज बुक वर्ल्ड रेकर्ड्स कायम गर्ने व्यक्ति को हुन्? डाक्टर ओममूर्ति अनिल। प्रश्न नम्बर 2, सरकारको मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा कहिले गरेको हो? विक्रम सम्वत 2080 कार्तिक 23। प्रश्न नम्बर 3, 20औं काग सम्मेलन कहिले सम्पन्न भयो? विक्रम सम्वत 2080 कार्तिक 25। प्रश्न नम्बर 4, सरकारले विक्रम सम्वत उल्लेख हुने सरकारी कागजपत्रहरूमा नेपाल सम्वत पनि अनिवार्य उल्लेख गर्ने निर्णय कहिले गरेको थियो? विक्रम सम्वत 2080 कार्तिक 27। सरकारले टिकटक नेपालमा बन्द गर्ने निर्णय कहिले गरेको थियो? विक्रम सम्वत 2080 कार्तिक 27। प्रश्न नम्बर 6, एक दिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने क्रिकेटर को हुन्? विराट कोहली, भारत। प्रश्न नम्बर 7, 18औं राष्ट्रिय कफी दिवस 2080 को मूल नारा के थियो? कफी क्षेत्रको प्रवर्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन।